हाम्रो खबर डुवर्समा सम्पूर्णलाई स्वागत जनाउँदछौं। कालचिनी खण्डको भारत भुटान सीमान्तमा अवस्थित सेन्ट्रल डुवर्स चियाबारीको डाँडा गाउँ बासिन्दाहरूले सरकारी नजर नपरेपछि आफै बनाउन थाल्यो खोलामा पुल। प्रत्येक वर्षाकालमा नै भारत भुटान सीमान्तमा बसोबास गर्ने मानिसहरू खोला नालाको समस्याले ग्रसित हुने गर्छन् भने सेन्ट्रल डुवर्स चियाबारीको डाँडा गाउँ बासिन्दाहरूले बारम्बार काली जोडामा एउटा कल्भर्ट वा सेतु बनाइदिने दाबी निरन्तर गर्दै आइरहे तापनि कुनै नेता औ जनप्रतिनिधिले नसुनेपछि अन्ततः डाँडा गाउँका प्राय 50 घर परिवारहरूले आफै चन्दा संग्रह गरेर खोलामा पुल निर्माण गर्न थालेका छन्। स्थानीय बासिन्दाहरूले गत 25 वर्ष अघिदेखि पञ्चायत जितेर आएको पञ्चायत सदस्यले गाउँको लागि एउटा पुल हाल्न नसकेको गुनासो गरेका छन् भने डाँडा गाउँलाई उपेक्षा गरेर तल हाटखोलामा भने 2 वटा पुलको कामको शिलान्यास गरिएको गुनासो पोखेका छन्। यो पुल जो हामीले निर्माण गर्न गइरहेछ यो चाहिँ हामी सबै हाम्रो डाँडागाउँवासी लगायत हाम्रो जति नै अब नेत्रगणहरू हुनुहुन्छ, अब कतिपय हाम्रो साथी दाजुभाइहरू जति नै हुनुहुन्छ बाहिरबाट हामी सबै नै लगायत मिलेर चाहिँ हामी आफैले नै यो पुलको निर्माण गर्न गइरहेछौँ। हजुर, हामीले पिटिसन त लेखेर दिएको थिएनौँ, तर हाम्रो पार्टको जो पञ्चायत मेम्बर हुनुहुन्छ अन्त किनकि हामीलाई त्यो माथिसम्म हामीलाई जानै छैन नि त। आज हामीले उहाँलाई भोट दिएर हामीले उहाँलाई विजयी बनाएर आज यो हाम्रो गाउँको सुरक्षाको हाम्रो गाउँको दुःख सुखलाई हेर्नको लागि त आज हामीले उहाँलाई पञ्चायत मेम्बर बनाएको हो। त उहाँसँग त धेरैपल्ट नै वार्तालाप भइसकेको थियो हाम्रो बुजुर्गहरूको, हैन। त्यो आज कति 25औं वर्ष उहाँ आज पञ्चायत मेम्बर भएर उहाँ बसिरहनु भएको छ, हैन। र यत्रो सालसम्म उहाँ यहाँ आउँदै उहाँ पनि हुनुहुन्छ यो बाटो, उहाँ पनि आउँदै जाँदै गर्छ, तर उहाँले यो दृश्यलाई देख्नु भएन के त। आज उहाँले यो दृश्यलाई देख्नु भएन र भन्दा पनि उहाँले नजरअन्दाज गरिदिनु भयो। त्यो चाहिँ हामीले अब नगरिदिनु भएको भए हुन्थ्यो भनेर चाहिँ अब त्यस्तो गर्दा गर्दा हाम्रो बुजुर्गहरू थाकेर थकित भएर चाहिँ आज हामीले नै एउटा डिसिजन लिएको हो कि हामी आफै नै यो पुललाई निर्माण गर्नुपर्छ भनेर हामी अगाडि बढिरहेको छौँ। यो खोला यो काली झोडा एकदमै बौलो टाइपको छ के, यो कति पनि बेला यो बौलेर आउँछ के। अन्त त्यति बेला अब बिहानको अब हैन समयमा अब बिहान 7 बजी 6:30 बजी हाम्रो आमा फुपूहरू काममा जानुहुन्छ, हैन। उहाँहरू त्यो खोलाले गर्दाखेरि काम नागा हुन्छ। हाम्रो छोराछोरीहरू हाम्रो भाइहरू कति अब यहाँ अब उहाँ कालचिनी त छोडिदिनुहोस् न तपाईँ, यहाँ अब यहाँको न्यू हरिजन एकाडेमी अब यहाँको स्कुलधरि हाम्रो नानीहरू आउनु सक्दैन, ट्युसन आउनु सक्दैन। अब कतिपय झटक चाहिँ अब कोही बिमारी भयो भने हामी यहाँ के अरे हाम्रो बगन हस्पिटल तक हामी आउनु सक्दैन। यस्तो बहुतै बिजोग छ हाम्रो गाउँमा। अब यो बिजोग देखेर नै आज हामीले यो डिसिजन लिएको हैन। द्वारी सरकार बस्दाखेरि पनि हामीले एउटा सोलर हामीले यहाँ माग्यौँ हो, ल ल ल ल ल हुन्छ आइहाल्छ अब हामी लगाइदिने भन्छ, तर अहिलेसम्म हाम्रो सोलर दिएको छैन। एउटा मन्दिरको बत्तीको सहाराले गर्दा हामी बिमारी भयो भने राति हुँदा 12-1 बजी राति मन्दिरको एउटा बलको सहाराले हामी कुद्नुपर्छ गाउँमा। झाँक्री खोज्नु भयो, डाक्टर खोज्नु भयो, यही बाटो हात्ती आउँछ, हात्ती रमक रमक घरको अगाडिबाट कुदिदिन्छ। कस्तो डर सरी हामी बसिरहेको छौँ यो जग्गामा। त हामी यहाँ सोलर माग्छ गाउँमा लगाएर राखेको छ, तर हाम्रो यो गहिरोमा कसैले लगाइदिएको छैन एउटा बत्ती। एउटा सोलर चाहिँ दिनुपर्छ नि, हामीलाई छैन। हामी सबै चिजबाट वञ्चित छौँ, सबैबाट हामी डाँडा गाउँकोलाई वञ्चित गरिराखेको छ। केही छैन हामीलाई, त्यो लाइनमा त छैन नि सोलर। आफ्नो घरमा उज्यालोले गर्छ नि त। हामीलाई यहाँ डाँडामा कति असुविधा परेको छ। बिमारी भयो भने कुदिहिँड्नुपर्छ राति हुँदो, कति डर लाग्छ। डिस्ट्रिक्ट चेयरम्यान गङ्गा प्रसाद शर्माज्यू आउनु भएको थियो। उहाँ काली झोडा त एक्चुअली काली झोडा त यहाँबाट बगेर स्टार्ट भएर जान्छ नि त। उहाँ पानीकुपमा तपाईँको 2-2वटा पुलको आवश्यक छ भने यहाँ चाहिँ एउटा पुलको आवश्यक किन छैन? अवश्य यहाँ पनि त हुनुपर्ने हो नि त। आज उहाँहरूलाई भिजिट गराए जग्गा जग्गा पाना, बडाकोटी, राङ्गामाटी, बास्रा, पानीकुप उहाँहरूलाई भिजिट गरायो भने चाहिँ डाँडा गाउँमा चाहिँ किन भिजिट गराउनु ल्याउनु भएन? कि यो चाहिँ गाउँ होइन? यो चाहिँ अब सेन्ट्रल डुवर्सको अन्डरमा आउँदैन यो हाम्रो गाउँ। यहाँको मान्छेहरू के भोटर छैन? उहाँले यसरी नै नजरअन्दाज गरिदिनुहुन्छ र हामीलाई एकदमै हामी दुखित छौँ क्या उहाँसँग चाहिँ। अन्त त्यसै कारण चाहिँ आज हामीले यो कदम चाल्नु पर्यो।